हामी कहाँ जान लाग्यौँ हामी के अरे बाहिर बाबा होइन कति घन्टाको ड्राइभ यहाँबाट आधी घन्टा नाम के बाबा आशापुरी रिजोर्ट बारपढे तर बुल्दी अझै भित्र निकालेर बल्ल तल निकाल्नु क्यान र बोतलमा कति फरक माथिबाट जाने हो माथिबाट म यस्तै हो नाइस नाइस रोबाकोट पनि त्यस्तै क्या तल छोरा नभएको बच्चा नभएकोहरूलाई चाहिँ सन्तान नभएकोलाई मलाई पुगिसक्यो काठमाडौँबाट यति डिफ्रेन्स है धेरै टाढो त होइन नि यार यो ठाउँलाई के भन्छ एक्चुअली ब्रो दाई दाई अझै आउनु बाइक छ हजुर 6-7 महिना बसेको है पछि अरू कामसाम भएर रिफ्रेसमेन्ट दाइ ल थ्याङ्क यू सो मच फर ड्राइभिङ नुहाउनु हुन्थ्यो कि अहिले पोहोर पानी आएर मात्र यस्तो जाडो महिना यस्तो मजाको पानी यो रिसोर्ट चाहिँ के को नाम रे आशापुरी आशापुरी हाम्रो महेशको साथीको रिसोर्ट कस्तो कुल ठाउँ यार नेपालको राम्रो भनेको नै विशेषता नै है हाम्रो ब्लगमै होइन है त यो चाहिँ ल गयो ल हेट हग साथीभाइ ल त्यो पानी झर्ने ठाउँ होला कि कटेज खुलै छ हामीसँग आएको होइन हो लिएर आएको चाहिँ उनीहरूलाई दिएको जस्तो रुवा पाइसि उठै हो क्या उसको नाम गोमा 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 भने चिउरा ए बाबु दालमा ल्याउनु दालमा त छैन हाम्रो तिमीलाई चाहिन्छ नि तिमीलाई चाहिने
उज्जवल पुरै एक्टिभ छ यार Cheers guys ल ल एउटा यस्तो के बसेपछि बुझिरहेछ खानु पर्दैन पर्दैन सब क्यान्सरमा हो यसलाई सोध्नु क्या हो यो त भोलि एउटा जीवन भन्दा भन्दै जिरहेको एउटा जीवन मेरो भयो दाइले खतरा पारेर ल्याए यो मन त मेरो नेपाली हो फेरि होला है उता गएर रहेछ ल फेरि यतापट्टि साइडमा गएछ यहाँ सबै है यसमा बिचमा त काँडा हुन्छ होइन अनि एकदम खानु ए होइन दाइले यहाँ पुरै हेल्पिङ ह्यान्ड उज्जवललाई खिचिरहेको छु मैले तिम्रो कामै हो हाम्रो त्यो तलको मान्छे होइन है यहाँबाट यो तलबाट जान्छ
उज्जवललाई अङ्गल हालेर हिँडेको त मै हल्ले जस्तै लोडै राम्रोसँग ठिक छ जुगाले जुगा बसेको छ तिम्रो फ्राइडे 100% फुड हुनु त्यहाँ हो कति बजे महेश नेपाली 7 बजे 7 बजे है गाडीबाट फाल्यो नि मैले कहाँ सोचे है काठमाडौँ होइन काठमाडौँ है मैले खिसकेँ त्यहीबाट नाम पारेको छैन क्याम्पे जुन जुन अघि हामी गयो नि त्यो त्यसले चाहिँ पपुलर नेताको घर हो नि त को चाहिँ महेश नेता सन्डे खेल्ने ठाउँ धेरै बनाएको यो कहाँ